नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई च्यानल। आज मेरो यात्राको 21st डे र म अहिले वायोमिङ स्टेटको ज्याक्सन भन्ने सिटीमा छु र यो ज्याक्सन भन्ने सिटी यो ग्रान्ड टिटन नेसनल पार्कको ठ्याक्कै बाहिर छ। त्यहाँको बेस सिटी पनि हो। अब तपाईँहरूले मेरो पहिलाको भिडियो हेर्नुभएको छैन भने म रिसेन्टली वायोमिङ स्टेटमा भएको दुईवटा नेसनल पार्क जसमध्ये एउटा फर्स्ट नेसनल पार्क पनि हो संसारको येलोस्टोन नेसनल पार्क र हिजो ग्रान्ड टिटन नेसनल पार्क गएको थिएँ। टिटन रेन्ज भनेको रकी माउन्टेन रेन्जको एउटा पार्ट पनि हो। सो अब तपाईँहरूले त्यो भिडियो हेर्नुभएको छैन भने एकचोटि प्लिज गएर एकचोटि हेरिदिनु होला। प्लस अब त्यो भिडियो पछि म इस्ट कोस्टमा गएको मेजर सिटिजहरू जस्तै अब DC, न्युयोर्क, बस्टन, नायग्रा फल्सहरू जस्तै ठाउँहरू पनि गएको थिएँ। सो त्यो भिडियो पनि एकचोटि गएर हेर्नु होला। सो अहिले म भनिहालेँ ज्याक्सन भन्ने ठाउँमा छु यो वायोमिङ स्टेटको र यहाँबाट म जाँदैछु मेरो नेक्स्ट डेस्टिनेसन जुन चाहिँ हो आइडाहो। तपाईँहरूले मेरो पहिलाको भिडियो हेर्नुभएको छ भने तपाईँहरूलाई थाहा नै होला। फर्स्टमा आउँदाखेरि म यो युएसमा फर्स्ट आउँदाखेरि म आएको स्टेट आइडाहो हो। सो त्यही भएर मलाई अब एकदमै इम्पोर्टेन्ट लाग्छ मेरो आफ्नो लागि, पर्सनली आफ्नो लागि यो आइडाहो स्टेट। अब आइडाहो आएपछि म त्यहाँबाट 5 महिना मात्र बस्यो बस्ने चाहिँ, तर त्यहाँबाट अनि म गएको छैन। सो आइएम रियली एक्साइटेड अब त्यहाँ फेरि अब जानलाई धेरै वर्षपछि होइन। सो अब म आइडाहोको आज म जाँदैछु नायग्रा अफ द वेस्ट भनेर चिनिने फल्स, ट्विन फल्स, सोसन फल्सतिर जाँदैछु म। अब त्यो यहाँबाट 4 घन्टा जति छ, कति 200 माइल जति भनेको 320 किलोमिटर जति छ। सो अब यहाँबाट अब 8 बजा छ। सो मेबी 1-2 बजीतिर पुग्छ होला, 1-2 ठाउँमा रोकेर यताउता गर्दाखेरि। सो हेरौँ अब के हुन्छ, कतिखेर पुग्छ। त्यसको लागि अब तपाईँहरूले मेरो भिडियो लास्टसम्मै हेर्नुपर्छ। अनि प्लस एउटा कुरा के छ भने म अहिले अब बस्टनबाट आएदेखि भनेको अब डे 7-8 अब बिर्सिसकेँ अब कहिले पुगेको थिएँ, छोडेको थिएँ बस्टन होइन। एनिवेज मेन पुगेदेखि म गाडीमै सुतिरहेको थिएँ। सो अलमोस्ट 2 हप्ता जति हुन लाग्यो होला गाडीमा सुतेको। अनि आज फर द फर्स्ट टाइम यो ट्रिपमा म एयरबिएनबीमा सुत्दैछु। सो अलिकति ठुलो ठाउँ होइन, अलिकति युनिक ठाउँमा सुत्दैछु। सो तपाईँहरूलाई पनि अब अमेरिकाको एयरबिएनबी कस्तो छ, प्लस अब यो युनिक एयरबिएनबी कस्तो छ भनेर हेर्न मन छ भने अब यो भिडियो तपाईँहरूले लास्टसम्मै हेर्नुपर्छ। सो त्यही हो, अब चिसो पनि छ यहाँनिर। अहिले म यहाँ भिजिटर सेन्टरमा छु यो ज्याक्सन भन्ने सिटीको। बन्द छ अहिले, अब थाहा छैन यो 9 बजी खुल्ने हो कि यो सिजनको लागि बन्द हो, किनकि यो यहाँनिर ज्याक्सनमा अब धेरै जसो ठाउँहरू चाँडै नै बन्द नै हुन्छ। प्लस अब ग्रान्ड टिटनमा धेरै जसो यो भिजिटर सेन्टरहरू पनि बन्द भइसक्यो सिजनको लागि, लाइक अस्तिबाट। अनि यहाँ ज्याक्सनमा पनि हिजो डिनर गर्न आउँदाखेरि 8:30 बजी नै कति रेस्टुरेन्टहरू बन्द भइसकेको थियो। सो त्यही भएर त्यो एउटा चाहिँ याद गर्नुपर्छ। अनि प्लस अब झन्डै भन्न बिर्सेँ, यो अहिले फायर डेन्जर देखेर मलाई याद आइरहेँ। अब यो ठाउँमा अब डढेलो लागिरहेको छ। अब हिजो मैले भनेको थिएँ होइन लास्ट भिडियोमा, अब आज चाहिँ एकदमै हाई रहेछ। सो खासमा आज म बिहान चाँडै उठेर यो हिजो गएको मोर्मन बार्नमा गएर त्यहाँनिरको सनराइज हेर्ने भनेर सोचिरहेको थिएँ, तर यो डढेलोले केही पनि देखेन। सो तपाईँहरू पनि अब यो टाइममा, अक्टोबर टाइममा, फल टाइममा अब यतातिर आउँदै हुनुहुन्छ भने एकचोटि वाइल्ड फायरको पनि एकचोटि चेक गर्नु होला होइन। नत्र भयो अब यहाँ आज जस्तै भयो भने, आज र हिजो जस्तै भयो भने अलिकति बोर नै हुन्छ, किनकि स्काई क्लियर देखेकै छैन मैले यहाँनिर। अब अस्ति येलोस्टोन पार्कमा चाहिँ राम्रै थियो, तर यहाँ यो ग्रान्ड टिटन नेसनल पार्क आएदेखि अलिकति आज त एकदमै स्मेल पनि एकदमै स्मोकी स्मेल आइरहेछ। सो त्यही भएर अब तपाईँहरू पनि याद गर्नु होला त्यो एउटा कुरा चाहिँ। सो अब चिसो पनि धेरै भयो, हात पनि एकदमै काम्न थालिसक्यो। -1, -2 डिग्री सेल्सियस छ। अब यहाँबाट नेक्स्ट डेस्टिनेसन आइडाहोतिर। अब कस्तो छ आइडाहो भनेर हेर्नलाई तपाईँहरू पनि एक्साइटेड हुनुहुन्छ भने लेट्स गो। अहिले अब नयाँ स्टेट आइपुगेको छु म, आइडाहो।
अब यो आइडाहो धेरै टाढा छैन रहेछ यो ग्रान्ड टिटन नेसनल पार्कबाट। अब अघि कफी लिएको ठाउँबाट जम्मा कति 40 मिनट पनि थिएन होला, चाहिँ आधी घन्टा जति थियो होला। खासमा कफी पनि सकेको छैन। आइडाहो वेलकम टु आइडाहो भन्दै थियो। सो आइडाहो छिरे पनि अब अझै यहाँबाट 3.5 घन्टै बाँकी छ आज जाने डेस्टिनेसन ट्विन फल्स भन्ने ठाउँ, सोसन फल्स भनौँ न, अब नायग्रा अफ द वेस्ट। सो अब अहिले यहाँ कन्स्ट्रक्सन चलिरहेको छ, सो त्यही भएर यहाँ यो हाइवेमा वान वे मात्रै छ, यताबाट एकतिरबाट मात्रै आउनु दिइरहेको छ। सो यहाँबाट वान वे ट्राफिक भइरहेछ। सो हामी यहाँ कुरेर अहिले सो हेरौँ अब कतिखेर पुग्छ आजको डेस्टिनेसन। अब अहिले कति 10 बज्न लाग्छ, 9:45 बज्छ। अब यहाँ कुर्दैछु म। अब आज अब कति अलमोस्ट 4-5 दिनपछि फेरि रोड ट्रिप गर्दैछु होइन। सो लेट्स सी आज कतिखेर पुग्छ। अहिले म अब यहाँ ट्विन फल्स पुग्नै लाग्यो, हाम्रो आजको डेस्टिनेसन। अहिले कति 2:15 भएछ र मेरो आज एयरबिएनबी सिधै यहाँबाट पहिला एयरबिएनबी नै जाने सोचिरहेको छु। सो त्यही भएर अहिले यहाँ 3 बजे छ चेक इन टाइम एयरबिएनबीको। अब तपाईँहरूलाई पनि देखाउन मन छ आजको यो एयरबिएनबी, स्पेसल एयरबिएनबी छ आज। सो त्योभन्दा अगाडि अब 3 बज्नु अगाडि यहाँनिर ट्राभलर्स ओएसिस भन्ने एउटा ठुलो ग्यास स्टेसन रहेछ। खानेकुरा अब लन्च पनि खाएको छैन। सो त्यही भएर अब एकछिन यहाँ रोकेर अब यहाँ केही खाऊँ अनि ठ्याक्कै 3 बज्छ। अनि त्यसपछि आजको एयरबिएनबीतिर अनि बेलुका सनसेटको लागि चाहिँ यहाँको नायग्रा फल्स, सोसन फल्स, ट्विन फल्स, अब जे भने पनि हुन्छ। सो अहिलेको लागि चाहिँ पहिला अब यहाँ केही खाऊँ। ठ्याक्कै 3 बज्यो। अब यहाँ पुग्यो पनि ठ्याक्कै एयरबिएनबीमा। सो अब एकछिन फ्रेस भएर नायग्रा फल्स वेस्टको हेरेर जानुपर्छ। वेलकम टु माई क्रिब आजको लागि। यो चाहिँ आजको मेरो के भन्ने अपार्टमेन्ट, एयरबिएनबी फर 1 डे। अब सानो छ तर अब म अहिलेसम्म सुतिरहेको भन्दा त अब धेरै ठुलो छ होइन। अब तपाईँहरूलाई पनि अलिकति वाक अराउन्ड गरिदिइहालौँ यो एयरबिएनबीको। अब स्टुडियो अपार्टमेन्ट जस्तै छ यो, 1 बेडरुम चिटिक्क परेको, धेरै ठुलो छैन। अब एकजनालाई किन धेरै छ होइन। यहाँनिर डाइनिङ टेबल, यहाँनिर छ सोफा, यहाँनिर हिटिङ, अनि यहाँनिर छ स्टोभ। अब यहाँ पानी तताउने भाँडाहरूदेखि लिएर सबै भाँडाहरू छ यहाँनिर। अब यहाँनिर सिङ्क भइहाल्यो, यहाँ फ्रिज, यहाँनिर पेन्ट्रीहरू छ, खानेकुराहरू अलि राखेको छ। यो चाहिँ बाथरुम, अनि यो चाहिँ मास्टर बेडरुम। अब यहाँ छेउछाउमा 2टा बङ्क बेड पनि छ, अनि यो चाहिँ मास्टर बाथरुम कि बेडरुम। अब बत्ती यसको कता हो थाहा हुनुपर्छ होइन। तर अब यही हो आजको मेरो घर। आनन्दले आज अब खुट्टा तेर्सिएर सुत्न पाउने भयो अलमोस्ट 2 हप्तापछि। सो यही यो घर भित्रबाट। अब बाहिरबाट हेरौँ कस्तो छ। बाहिरबाट चाहिँ यस्तो छ। उप्स सरी, रङ हाउस।
अब सानो गाडीबाट एकैचोटि मोन्स्टर गाडीमा सो यही हो मेरो अपार्टमेन्ट आजको आई मिन एयरबिएनबी तपाईहरुलाई एयरबिएनबी भनेको के हो थाहा छैन भने एयरबिएनबी भनेको बेसिकली बीएनबी भनेको ब्रेड एन्ड ब्रेकफास्ट भन्छ भन्न चाहिँ तर अब खासै अब त्यस्तो ब्रेकफास्ट दिने केही पनि हुँदैन तर एयरबिएनबी भनेको अब त्यही अब आफ्नो घरहरू आफ्नो प्रपर्टीहरू रेन्टमा दिएर के अरे अरूलाई राख्नलाई एयरबिएनबी भन्छ अब नेपालमा पनि आजकल धेरै चल्न थालेछ काठमाडौँतिर एयरबिएनबीहरू काठमाडौँ बाहिर त्यति थाहा छैन तर जस काठमाडौँतिर धेरै चलेको छ एयरबिएनबीहरू सो यही हो आजको मेरो एयरबिएनबी फर्स्ट एयरबिएनबी यो रोड ट्रिपको र गाडी बाहेक आज यही ब्रिदा द बस रे यो एयरबिएनबीको नाम सो एकदमै मजाले यहाँनिर अब मान्छेहरूले अब यस्तै आइडियाहरू निकालेर अब घरहरू पनि अब मजाले घर भन्दा पनि अब यस्तो चल्दै नचल्ने यस्तो प्रपर्टीहरू यो स्कुल बस हो यो खासमा होइन अब कहिले कुन जमानाको कति पुरानो स्कुल बस हो यो सो स्कुल बसलाई पुरै कन्भर्ट गरेर मजाको 4 जना बस्ने मिल्ने ठाउँ बनाएको छ सो एकछिन यही फ्रेस भएर अनि त्यसपछि म जान्छु यहाँको सोसोनी फल्स रे म सोसन फल्स भनिरहेको थिएँ तर सोसोनी रहेछ ट्विन फल्स सोसोनी फल्स खोइ के भन्छ होइन सो यही हो अब एकछिन यहाँ कति 3:30 जति भयो होला 3-3:30 अब एकछिन बसेर फ्रेस भएर अनि जान्छु अब कस्तो लाग्यो त तपाईहरुलाई यो मेरो फर्स्ट एयरबिएनबी अब सिधै यो सानोबाट एकैचोटि मेगा बसमा अब फिल तपाईहरुलाई इन्ट्रेस्टिङ युनिक लाग्यो होला यो कमेन्टमा शेयर गर्नु होला तपाईलाई कस्तो लाग्यो यो अहिलेलाई यति नै अब सी यू एट सोसोनी फल्स सो फाइनली पुगेको छ अब यहाँ नायग्रा अफ द वेस्ट सोसोनी फल्समा कस्तो लाग्यो त तपाईहरुलाई नायग्रा अफ द वेस्ट जस्ट किडिङ यो सोसोनी फल्स होइन अब यति मात्र भएको भए त बर्बाद हुन्थ्यो यतिको लागि यहाँसम्म आएको भए होइन यहाँ अलि अगाडि रहेछ अलि अगाडिपट्टि छ यहाँनिर अब यहाँनिर अलिकति दामी अब डिफ्रेन्ट खालको ल्यान्डस्केपहरू छ त्यही भएर एकछिन रोकिहालेको अहिले अब म आइपुगेको छु यो सोसोनी फल्स नायग्रा अफ द वेस्ट अब फर सम रिजन यहाँ पानी अब पुरै सुकेको छ अब पानी हुँदाखेरि कस्तो देख्छ चाहिँ मलाई थाहा भएन तर अहिले चाहिँ नायग्रा अफ द वेस्ट भन्न चाहिँ अलिकति मिल्दैन एकदमै अब के भने हाई एक्सपेक्टेसन हालेर आएको थिएँ म यो ठाउँलाई पनि तर अब त्यस्तो चाहिँ लागेन मलाई किनकि अब यहाँ पानी नै सबै सुकिरहेको छ पानी सबै भएको चाहिँ अझै दामी देख्थ्यो होला यो किनकि यो पुरै यहाँ पानी हुनु पनि यहाँ पानी केही पनि छैन अब हेरौँ यहाँनिर अब सनसेट हुन लाग्छ अब यहाँ सनसेटको भ्यू हेरेर अब त्यसपछि यहाँबाट आजलाई बिदा माग्नुपर्छ अब यो चाहिँ बेसिकली अब यो स्नेक रिभर भन्ने एउटा छ नायग्रा फल्स नायग्रा रिभरबाट आएको जस्तै यो सोसोनी फल्स स्नेक रिभरबाट आउँछ यहाँ पुरै यो एरिया पुरै सुकेको छ अहिले सो हेरौँ अब के कस्तो हुन्छ यहाँ सनसेटको भ्यू चाहिँ सोसोनी फल्स नायग्रा अफ द वेस्ट भनेर भनेको छ यहाँ पनि अब खासमा देख्नुपर्ने चाहिँ यस्तो हो पुरै पानी भएको बेलामा यति सबै पानी भएको भए चाहिँ नायग्रा अफ द वेस्ट भन्न मिल्थ्यो होला तर अब अहिले जम्मा यो ठाउँमा मात्रै पानी छ यो यति पानी छ यहाँनिर पछाडि पनि पानी छ यति पानी छ यो पुरै सुकेको छ यो यतापट्टि केही पनि छैन अब अहिलेको लागि यही अब फोटोमै हेरेर भए पनि यस्तो रहेछ नायग्रा अफ द वेस्ट भनेर चित्त बुझाउनु पर्यो अब यही हो अब नायग्रा अफ द वेस्ट अब सुकेकै भए पनि अलिअलि भए पनि देखियो अब यहाँनिर लेखा अनुसार यो फल्स कति 212 फिट भनेको अलमोस्ट 60-65 फिट के मिटर लामो अनि पछि 950 950 फिट वाइड भनेको कति अब
200-300 मिटर जति वाइड। अनि यहाँ लेखेको अनुसार फर्स्ट नन नेटिभ अमेरिकन जसले यो फल्स देखेको त्यो चाहिँ कति 1847 मा अरे कनेडियन प्रिस्ट एउटाले देखेको अरे। अनि त्यतिखेर यसलाई अब कनेडियन फल्स पनि भनेको भन्थ्यो। यहाँनिर एउटा प्याराग्लाइडिङ पनि देखेँ ल मैले यहाँनिर। अब यहाँनिर छ प्याराग्लाइडिङ गरेर। जस यो भ्यू चाहिँ राम्रो देख्छ, यो पनि राम्रै देख्छ यतापट्टि पनि। तर अब सोचेको अब के सोचेर आएको थियो के देख्यो भने जस्तै भएर मात्रै हो होइन। अब सनसेट हुनु पनि अझै टाइम बाँकी छ। अब लन्ड्री पनि गर्नु छ। सो त्यही भएर आज चाहिँ यति नै गर्न पर्ला जस्तै छ। आजलाई अब डे 29 होइन डे 21 यति नै यहीँनिर सकाउँ जस्तो लाग्छ मलाई चाहिँ। अब केही गरेर पछि केही देखियो भने केही भयो भने अब फेरि तपाईँहरूलाई भनौँला होइन। अहिलेको लागि डे 21 यहीँ नै एन्ड गर्नु पर्ला। अब आज खासै तपाईँहरूलाई केही देखाउनु पाएन, मोस्टली ड्राइभ नै भयो। अब बिहान खासमा अब ग्रान्ड टिटन नेसनल पार्कमा सनराइज हेरौँ भनेको, त्यहाँ पनि अब वाइल्ड फायर अब डढेलो लाएर पुरै ढाकेको थियो। अब पुरै माउन्टेनै केही देखेको थिएन। अब स्मेल पनि एकदमै थियो, के अरे स्मोकी स्मेल थियो। सो त्यही भएर बिहानै निस्केको यता पनि चाँडै यहाँ सनसेट हेर्नुपर्छ भनेर। अब तर यहाँ पनि अब एक्सपेक्टेसन अब धेरै राखेँ, त्यही भएर अलिकति डिसपोइन्टमेन्ट भयो। तर अब केही छैन, अब मेबी नेक्स्ट टाइम आउँदाखेरि अलि राम्रो देख्छ होला यो सुसुनी फल्स। सो आज अब त्यति खासै केही त गरेन। अब तर भोलि म जाँदैछु लिभिस्टन आइडाहो। अब लिभिस्टन आइडाहो भनेको अब खासै केही त्यस्तो खतरा सिटी त होइन, तर मेरो लागि अब मैले भनि पनि सकेँ कतिचोटि होइन। यो चाहिँ मेरो लागि एकदमै इम्पोर्टेन्ट सिटी हो, किनकि म अहिले जहाँ छु जे गरिरहेको छु एक तरिकाले त्यही लुइस्टनबाटै स्टार्ट भएको हो। किनकि म फर्स्ट आएको सिटी नै अमेरिकामा लुइस्टन आइडाहो हो। सो अब धेरै वर्षपछि अब हुन्छ नि यहाँ आएदेखि 5 महिना बसेको थिएँ, त्यसपछि म कहिले गएको पनि थिएन। एकचोटि जान्छु भनेर चाहिँ म सोचिरहेको थिएँ, तर यसरी जान्छु भनेर सोचेको थिएन मैले। सो जसरी गए पनि अब अहिले अब यसरी नै गएको मलाई अब ठिकै लाग्यो होइन। सो त्यही अब भोलि अब त्यहाँनिर गएर अब त्यहाँको कलेजदेखि लिएर पहिला बसेको ठाउँदेखि लिएर त्यहाँ म गएको फर्स्ट रेस्टुरेन्टदेखि लिएर फर्स्ट वालमार्टदेखि लिएर सबै मलाई एकचोटि हेर्नु मन छ। सो भोलिको भिडियोमा अब लुइस्टनमा के छ भनेर तपाईँहरूलाई देखाउँछु। र म फर्स्ट आएको बेलामा त्यहाँको अब अलिकति स्टोरीहरू इन्ट्रेस्टिङ स्टोरी अब मेरो लागि चाहिँ इन्ट्रेस्टिङ नै थियो। अब तपाईँहरूको लागि इन्ट्रेस्टिङ हुन्छ कि हुँदैन अब थाहा छैन। सो अब एकचोटि सुन्नुहोस्, हेर्नुहोस्, अनि तपाईँहरूलाई त्यो इन्ट्रेस्टिङ लाग्छ भने राम्रो, लागेन भने अब ठिकै छ। अब नेक्स्ट टाइम अब अर्को भिडियो हेर्नुहोस् अब हेरौँला भन्दा पनि। सो अब अहिलेको लागि यति नै हो। डे 21 यात्राको पनि सकियो। थ्याङ्क यू सो मच सबैजनालाई आजको यो बोरिङ नै भिडियो भए पनि लास्टसम्म हेरिदिनु भएकोमा। सो साइनिङ अफ फ्रम द नायग्रा अफ द वेस्ट, सो कल्ड द नायग्रा अफ द वेस्ट भनौँ, सुसोनी फल्स, ट्विन फल्स, आइडाहो। गुड बाई।